तपाईहरु पनि एउटा टोली बनाएर चाहिँ छानबिन गर्नुस् न हो। अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न त, गर्दिनुस् त त्यति ल गर्नुस्। पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले गरे पनि हुन्छ, एउटा बनाउनुस् न। अनि तर के भने मेरो घरको डडेको घरको खरानीको कण तपाईहरुले हिसाब गर्नुपर्नेछ, कति कमाएछ भनेर। किन त्यो बाहेक अरू चिज त छैन मसँग, त्यही गर्ने होला। खाता रोक्या गर्ने भनेको पनि सुन्छु। मैले सांसदको हैसियतले, मन्त्रीको हैसियतले प्राप्त गरेको केही स्यालेरी ब्याङ्कमा छ, त्यही रोक्ने होला। त्यो त थाहा छ होला नि त, महिनाको कति पाएको छ एकछिनमा हिसाब निक्लिँदैन त्यो। 10-20 लाख 20 लाख 25 लाख रुपियाँ हुन सक्छ। कति महिनाको स्यालेरीको कति पैसा भन्ने कुरा त होला नि त ती। अनि त्यसका लागि चाहिँ आयोग चाहिन्छ र एकछिनमा हिसाब निस्किन्छ। सम्पत्ति कति छ, ब्याङ्कहरूसँग स्टेटमेन्ट लिए भो, कम्पनीहरूसँग सेयरको कारोबारको लिए भो, के भयो कहाँ छ। विश्वभरिका सरकारहरूलाई सूचना जारी गरेर कहाँ कसका सरकारले चाहिँ ब्याङ्कहरूसँग सोधेर केपी ओलीको सम्पत्ति पठाइदेऊ भने भो, होला नि उपायहरू। त्यसकारण यो आक्रोश आवेश भन्दा पनि म चाहन्छु सत्य स्थापना होस्। मैले पनि माग गरेको छु र अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकले पनि माग गरेको छ कि कहिलेदेखिको चाहिन्छ त्यो छानबिन, सम्पत्तिको छानबिन सबैको गरौँ, सबैको गरौँ। म त भन्छु यो बिचौलिएको पनि गरौँ, ब्ल्याकमेलरहरूको पनि गरौँ, अरूको पनि गरौँ। अगरसो गर्नुपर्छ, यसकै गर्नुपर्छ भन्ने मलाई केही छैन। देश मेरो मात्रै होइन, सदाचारै चाहिएको भने कसले कमाएछ, अकुत कसरी कमाएछ त्यो हेरेर गरे भइगयो नि। गरौँ, सबैको शङ्का लागेका ठाउँमा गरौँ। अब म हावाका पछि कुद्दिनँ, विचार गर्न मात्रै।